नमस्ते खामरी म टासित लेक स्वागत छ हजुरलाई मेरो प्यारो गाउँबिन्दु बस्तीमा। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भनेर म पनि एकदमै सन्चै छु। साथीहरु आज चाहिँ मैले भिडियो चाहिँ बिहानबाट स्टार्ट गरिसके त म उठ्दाखेरि चाहिँ घामहरु लागेकै थिएन, दुम्मै भइरहेको थियो। अनि आज घाम लाग्दैन होला भनेर सम्झेको थिएँ है, घाम चाहिँ लाग्ने रहेछ है साथीहरु। अनि म चाहिँ बारीतिर आइपुगे। अनि यहाँनिर मुलाको फुलहरु पनि मजाले फुलेर चाहिँ रमाइलो भइरहेको रहेछ बारीहरु। अनि म चाहिँ सब्जीहरु टिप्न थालिसके त साथीहरु। एउटा बन्दाकोपी बोके अनि त्यहाँबाट चाहिँ मटरहरु टिप्न थाले। यहाँनिर हेर्नुस् न, चराले खाएर मटर चाहिँ बिजोकै बनाइरहेको छ मेरो चाहिँ। अनि यहाँनिर चाहिँ फुलकोपी रहेछ, त्यो पनि किराले खाँदै रहेछ। मैले टापटिप पारेर चाहिँ घरमा लिएर आएर माम सब्जीहरु पकाएर नानीलाई रेडी गरेर चाहिँ नानीलाई स्कुल लाँदैछु है साथीहरु। मेरो चाहिँ बिहानको ड्युटी चाहिँ खतरा हुन्छ, बिजी हुन्छ बिहान चाहिँ। ल उनीहरु चाहिँ पिङ खेल्ने अरे, अनि मैले चाहिँ स्कुलमा छोड्दै राखेर चाहिँ म चाहिँ घरतिर आएँ साथीहरु। त्यहाँबाट चाहिँ घरतिर आएर चाहिँ म चाहिँ बारीतिर निस्केँ। अनि यहाँनिर चाहिँ मैले काँक्रा रोपिराखेको छु। अनि त्यसमा चाहिँ झारहरु पलाएर चाहिँ एकदमै छुपिसकेछ हौ। मैले चाहिँ झारहरु सबै गोड्दिए। अनि यहाँनिर आमाले चाहिँ केरेटतिर के भन्छ यसलाई, मेथीहरु छरिरहनु भएको रहेछ हो। एकदमै मजाले आइरहेको रहेछ, बुरुरु आइरहेको रहेछ, अनि हरियो आइरहेको रहेछ। त्यहाँबाट चाहिँ साथीहरु म चाहिँ तलनिर सिटा काट्न गएको थिएँ कि हाँसै उड्दैछ मेरो कहानी चाहिँ। सिटा काट्ने ठाउँमा चाहिँ पुगे हैन साथीहरु, तर गोजीमा हात लगाएको कि फोनै छैन रहेछ हो। ला कहाँ जरी अनि मेरो पालो 10 वटा जस्तो काटेर चाहिँ गए हो। अनि कहाँनिर जरेकी हेर्दै गएँ, त्यहाँनिर सिटा काट्ने ठाउँमा पनि पुरा खोजे हो। अनि माथि बारीमा झरिरहेको रहेछ। त्यहाँबाट फेरि फोन बोकेर आएर फेरि काटेर चाहिँ अनि पुऱ्याएर चाहिँ घरमा आइपुगे साथीहरु। अनि अनुमले जुस ल्याइदिइरहनु भएको रहेछ कोक, अनि एकछिन खाएर रेस्ट गरे है। घाम चाहिँ एकदमै चर्को लागिरहेको थियो साथीहरु। सिबी रोप्नु अनि थाङ्रा लगाउनु चाहिँ एकदमै साह्रो रहेछ साथीहरु। खानु मात्रै मिठो हो, थाङ्राहरु लगाउनु चाहिँ एकदमै साह्रो है साथीहरु। एकदमै दुःख छ मेरो चाहिँ। तर यो चाहिँ घिउ सिबी हो, एक दुईवटा मात्रै अर्को सिबीहरु पर्यो होला, बेसी जस्तो चाहिँ घिउ सिबी छ मेरो चाहिँ एकदमै फेभरेट हो। ल साथीहरु मैले चाहिँ सिबीको थाङ्रा पनि लगाइसके, आधी मात्रै पुग्यो हो। अनि यहाँबाट उता अझै डल्लै छ, अझै 100 वटा जस्तो लाग्छ सिबीको थाङ्रा लगाउनु पर्ने हुन्छ। 100 वटा जस्तो खोजेर लगाउनु पर्ने हुन्छ। अनि सिबीको थाङ्रा लगाइसकेर एकछिन बिसाए। माथितिर तपाईहरुले थाङ्रा लगाएको देख्नु हुँदैछ होला, त्यसको उतापट्टिनिर गाडामा पनि छ, अलिक पतुलो छ त्यहाँनिर चाहिँ, त्यहाँ पनि लाउनु पर्ने छ साथीहरु। थुप्रो 100-200 वटा जस्तो सिबीको थाङ्रा काट्नु पर्ने छ अझै पनि। अनि अनुमले भरे ल्याइदिन्छु भन्नुहुँदै थियो। अनि मैले चाहिँ घाँसहरु फाड्नु थालिसके साथीहरु। यहाँनिर सिबी बारी पनि सफा हुने, गाईलाई घाँस पनि हुने भनेर। अनि मेरो चाहिँ मस्यामहरु यत्रो हुन थाले साथीहरु। मैले चाहिँ यसपालि चाहिँ छिट्टै रोपिदिएको। अनि घाँसहरु अघि काटेको चाहिँ सोरेर चाहिँ म चाहिँ घरतिर लागे। त्यहाँबाट घरमा आएर एकछिन बिसाए हो साथीहरु। बिसाएर चाहिँ अब नानी लिनु जाँदैछु साथीहरु। नानी लिनु जाने टाइम पनि भइसक्यो। मेरो नानी चाहिँ बाउजूसँग आउँदै रहेछ, मलाई देखेर चाहिँ स्पिड मम्मी भनेर कुदेर आउँदैछ हो साथीहरु। कोही खेर म अगाडि पुगेखेर मैले ल्याइदिन्छु, कोही खेर बाउजू अगाडि पुग्नु भएको खेर बाउजूले ल्याइदिनुहुन्छ हो। अनि नानीहरु लिएर आउँदै थिए। यहाँनिर आन्टी बाख्रा चराउनु हुँदै रहेछ। बाख्राहरु चाहिँ यतापट्टि मजाले घाँसहरु खाइरहेको रहेछ हो। अनि आधी चाहिँ ऊ तलनिर छ अरे, निकै छ आन्टीको बाख्राहरु। अनि त्यहाँबाट घरमा आएर चाहिँ लुगाहरु धुइदै नानीलाई लुगाहरु फारफेर गरेर चाहिँ म चाहिँ चुलो अनि किचनहरु लिप्न थालिसके साथीहरु। म चाहिँ त्यहाँबाट चुलोहरु लिपलाप गरिराखेर चाहिँ आए साथीहरु। म चाहिँ फेरि बारीतिर यहाँनिर खुर्सानी कुन अनि जार कुन भएर पुरा पुरिरहेको रहेछ हो साथीहरु। मैले चाहिँ भट्टाभट्टी लगाएर झारहरु गोड्न थालिसके। फेरि यता बारीतिर आएर नानी चाहिँ माटो खेलेर हो, बदमास एकदमै बदमास छ मेरो छोरी चाहिँ। ऊ हेर्नु न के गर्छ उसले चाहिँ केहरू बनाएर खेल्दै रहेछ। आमा चाहिँ उतापट्टि खोर्सानी गोड्नुमा बिजी, छोरी यता मैला खेल्नुमा बिजी हो साथीहरु। अनि यहाँनिर चाहिँ हेर्नुस् है साथीहरु,
मेरो छोरी चाहिँ जम्प गर्नु खोजेको रहेछ यहाँदेखि तल्लो गाडामा, उसलाई चाहिँ आँटै आएन रहेछ नि त। अघि मैले तपाईँहरूलाई भनेको उयो सिमी चाहिँ यही हो, एक गाडा लामो छ, यो पनि अलिक पतुलो रोपेको छ। अनि यो चाहिँ आमाको फुलकोपी हरियो मजाले आइरहेको रहेछ। अनि खाना सब्जीहरू बनाएर चाहिँ फेरि बारीतिर आइसकेँ साथीहरू। म चाहिँ बेलुकाको खाना सब्जीहरू बनाएर चाहिँ बेलुकाको खाना सब्जी बनाएको भिडियोहरू चाहिँ तपाईँहरूलाई देखाउनु पाइनँ है साथीहरू। अनि अनुमले सिमीको थाङ्रा लिएर आइसक्नु भएछ। अनि जम्पलले यसरी खनिदिनु हुँदै थियो, अनि सिट्टा गाड्नु सजिलो हुन्छ भनेर। अनि लु मैले चाहिँ बट्टाबट्टी लगाएर चाहिँ गाड्नु थालिसकेँ साथीहरू। अब सिमीको थाङ्रा यतिले पनि नपुग्ने रहेछ हो साथीहरू, अझै काट्नुपर्ने रहेछ हो साथीहरू। यस्तै छ गाउँ बस्तीको भिडियोहरू साथीहरू। अल्छी लाग्दो स्वर सुनिरहेको होला, मैले बोलेको अलिक थाकिरहेको छु आज। अनि त्यही भएर तपाईँहरूले बुझेर हेरिदिनुहुन्छ भनेर आशा राख्दै है, अझै धेरैभन्दा धेरै सपोर्ट अनि माया दिनुहोला भन्दै फेरि भेट्नेछु अर्को भिडियोमा। बाइ बाइ।